एकदम रमाइलो लागिरहेछ बाबु आज 6 मन्थ्स पुग्यो आज एकदमै खुसी लागिरहेछ हामीलाई एकदमै लाइफकै सबभन्दा ठुलो दिन उसको लागि र हाम्रो लागि पनि एकदमै खुसी छौँ आज हाम्रो पहिलो सन्तानको अन्नप्रसान सेरेमनी हो यसमा हामीले अब आज भात खुवाउने कार्यक्रम छ जिन्दगीभर सधैँ खुसी रहनु सुख शान्ति समृद्धिको कामना फुलोस् फलोस् त्यही हो श्रीमतीज्यूलाई धेरै धेरै धन्यवाद यस्तो राम्रो सुपुत्र प्रदान गरिदिएकोमा र बाबुको लागि सधैँ खुसी हुनु र राम्रो मान्छे बन्नु ठुलो भएर आज तिमीलाई अन्न खुवाउने यो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि मुटुको टुक्रा तिमी हाम्रो जीवनको खुसी तिमी मुटुको टुक्रा तिमी हाम्रो जीवनको खुसी तिमी आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ भगवानको रूप तिमी प्रकृतिको वरदान गर्व लाग्छ भन्न पाउँदा तिमी हाम्रो सन्तान तिमी हाम्रो सन्तान आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि आँखाको तारा तिमी हाम्रो जिउने सहारा तिमी आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन सबैजनालाई एकदम धेरै मिस गरिरहेको छौँ टाढा भए पनि सबैजनाको आशीर्वाद लिएर आज बाबुको यो पास्नी सम्पन्न गर्न गइरहेको छौँ र मिस यु अल आशीर्वाद दिसेला सबैजनाले त्यही हो हामीसँग हामीहरूको फ्यामिली मेम्बर्सहरू यहाँ त भइसिन्न अलिअलि बाबुहरू अनि महारानीहरू साथीभाइहरू मात्रै हो हाम्रो पेरेन्ट्सहरू अनि सास ससुराहरू ग्रान्ड पेरेन्ट्सहरू सबैजना नेपालमा भइसिन्छ उहाँहरू नेपालमा भए पनि हजुरहरूको आशीर्वाद हामीहरूमाथि हामीहरूको सन्तानमाथि सधैँ रहिरहोस् हजुरहरूको राम्रो दृष्टि सधैँ परिरहोस् र हामीहरूलाई सधैँ आशीर्वाद प्रदान गरिदिइरहेको छ आजीवनसम्म